हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैले बनाएको संविधान मार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले सिंचित गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ। यो यसकारण पनि कि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ। राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ। हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा अभिलेख गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ। यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्याएको छ। स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन्। यस शासकीय व्यवस्थामा जनताको घर आँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ। नागरिकको गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ।